सिद्धियाको चाहिँ बालेन नै हो, कुलमान नै हो, रविले नै हो भनेर उहाँ लाग्नुमा चाहिँ त्यो उचित होला त? होइन भने सम्मानीय अदालतको फैसला सुन्नुपर्ने होला नि त हामीले। भनेपछि अहिले हर्क सम्पाकजीले के सहकारी ठग चोर सबै लुटेर सिआइएको एजेन्ट अनि त्यसपछि कुलमान दाई एमसिसीको एजेन्ट सबै ठग हो भनेर प्रमाणित गर्नु उहाँ न्यायाधीश हो त? होइन भने जनतालाई बुझाइदिनु सबै कुरा हो भनिदिनुहोस्, म उहाँको कुरा मानिदिन्छु नि त। होइन भने किन मान्छेलाई प्रमाणसहित लाउनु पर्यो नि त? उहाँलाई भोलि 10वटा हामीले चाहिँ आरोप लगायो भने उहाँ मानिदिनु त। त्यसो भए हामीलाई पनि आउँछ नि त आरोप लगाउन। मुद्दा त तपाईँले पनि 20वटा खेल्नु पायो के, तर मुद्दाले फैसला चाहिँ के निकाल्छ भन्ने कुरा होइन। जब फैसला निस्किन्छ त्यसपछि तपाईँ दोषी हुन्छ क्या, होइन भने तपाईँ दोषी हुन्छ त? अनि यो कुरा खै त खै सिंगल च्यालेन्ज छ। अनि आफूलाई रिस उठेको मान्छेलाई चोर फटा डाँगा जे बलात्कारी जे पनि भनिदिने यार अझै मिल्छ? हाम्रा महानगरको बालेन शाहसँग उठेर बालेनलाई नै हराउँछु भनेर च्यालेन्ज गरिराख्नु भएको छ। जहाँबाट बालेन उठ्यो यो चाहिँ एउटा कुरा दम्बले आफै सकिने हो। मरिच चाउरी पर्छ आफ्नै रागले, अरूको रागले होइन।